गुड मर्निङ। गुड मर्निङ। यहाँ बेबीले झगडा गर्दै थियो सुत्नु साह्रो परेर। चिया बिस्किट। ओके ल है त अहिले ससुराली घरमा बाहर देखिए गाइस आज का मौसम कितना सुहाना है। आज का मौसम देखो गाइस। सो हेलो नमस्ते सबैलाई वन्स अगेन वेलकम ब्याक टु सागा भ्लग्स। आज 14 तारिक तपाईहरुले योभन्दा अगाडिको मेरो दिदीको बिहाको भ्लग्सहरु एकदमै मन पराइदिनु भयो। त्यो मैले 1 तारिक सुट गरेको आज सिधै 14 तारिक फेब्रुअरी 2 हप्ता बाद मैले भ्लग बनाउँदैछु अनि अहिले म ससुरालीमै छु। आज ह्यापी भ्यालेन्टाइन्स डे हो। ह्यापी भ्यालेन्टाइन्स डे। थ्याङ्क यू। ल मेरो बुढी रबु उसले घरको काम कुरा गर्दैछ। ल सिधै आज मैले 2 हप्ता बाद बनाएको भ्लग तर मैले आधी गर्दै भए पनि तपाईहरुलाई चाहिँ भ्लग दिइराखेको थिएँ मेरो युट्युब च्यानलमा। सो तपाईहरुलाई पनि ह्यापी भ्यालेन्टाइन्स डे। आज यहाँ पर भ्यालेन्टाइन्स का क्या सेलिब्रेसन होला। भाइलाई मैले अघि बिहानै सुताउने ट्राई गरेको सुत्नु खोज्दै थिएँ सकेन। अहिले आमाले सुताउँदै हुनुहुन्छ मेरो सासूआमा हुनुहुन्छ। भाइ सुत्दै रहेछ यता सुताउँदै हुनुहुन्छ निदाएछ भाइ। ल अनि हाम्रो छोरा 12 तारिक फेब्रुअरी 8 महिना पुग्यो है र अब आज 14 तारिक 8 महिना 2 दिन पुग्यो। ल उसले भाइको सबै न्याप्पीहरू के लुएर सुकाइदिइरहेको छ अनि घाम मजाको लागिरहेको छ। मर्निङ दाजु। अनि यहाँ तल बाबाले ए आज त दिउँसै बाबा। ल कुखुरा पोल्दिँदै हुनुहुन्छ बाबाले आज दिउँसै। ल हजुर भ्यालेन्टाइन्स डे स्पेसल आज है। ल हाम्रो बाबाले हाम्रो लागि भनेर अन्डा फुल्छ नि बाबा। अन्डा फुलेर मार्नु पर्थेन एउटा पनि खानु पर्थ्यो नि अन्डा। उसको लागि त राखिदिनु भएको अरे। ल यता हेरिदिनुहोस् त बाबा। उसको लागि यो पहिला त मेरो ह्याप्पी भ्यालेन्टाइन्स डे। ल भ्यालेन्टाइन्सको दिन हाम्रो दिउँसै आज दिउँसो अहिले समय 9:30-10 बज्यो बिहानको। हजुर ए हो म त मासु खाएको छु। म आखरिनको देखेप चाहिँ भयो होला सब्जी आएको आखरिको मासु यो जयको भाग मेरो होइन। म अस्ति बिहासे खाएर म 2 हप्ता जति माथि गएँ काम कुराको लागि ड्युटी सुटी गरेर फेरि 2 हप्ता बाद आज फर्कियो अनि अहिले भिडियो बनाइराखेको छु। अनि एउटा कुरा हामीलाई हाम्रो युट्युब फ्यामिलीबाट भाइ स्वागत राईले सम अमाउन्ट एज अ टोकन अफ लभ दिनुभएको थियो भाइको नानीको लागि सार्थकको लागि भनेर स्विट्स किनिदिनु भनेर भनिराख्नु भएको थियो भाइले। तर हामीले डक्टरको सल्लाह अनुसार अहिले त्यो स्विट्स गुलियोहरू सुगरहरू आर्टिफिसियल स्विटनरहरू त्यो केही पनि दिएको छैन। हामीले दिइरहेको छौँ भने यसरी फ्रुट्सहरू भेजिटेबल्स फ्रुट्सहरू दिएको छौँ। अनि भाइ मैले यही किनेर ल्याइदिएको हो। केराहरू छ एप्पलहरू छ फ्रुट्सहरू दिइराखेको छौँ हामीले। गुलियो चाहिँ फ्रुट्सको नेचुरल चाहिँ खानु मिल्यो गुलियो नेचुरल सुगर चाहिँ नेचुरल स्विट चाहिँ खानु मिल्यो स्विटनेस। अनि त्यो भनेर चाहिँ भर्खर जन्मेको नानीलाई झन्डै 1.5-2 वर्ष जस्तो चाहिँ जति सक्दो चाहिँ नुन चिनीहरू अभोइड गरेको राम्रो भनेर डक्टरले भनिराख्नु भएको थियो। त्यो भएर चाहिँ हामीले अहिले दिइराखेको छैनौँ। पहिला 1-2 पल्ट ट्राई चाहिँ गरायो हामीले चटायो अलिअलि खिरहरू दिएको थियो भाइ त त्यति साह्रो मन पराएन नानीले। ठिकैको सादा दिन्छु खिचडी बनाइदिन्छ प्युरी अनि त्यसमै अलिअलि सागसब्जी हाल्दाखेरि त्यसकै नेचुरल स्विटनेस पनि आइहाल्छ गाजरहरूबाट बिटबाट अनि नेचुरल त्यो सल्टको टेस्ट पनि हाल्छ आलुहरू पनि हालिदिन्छ नि त्यसरी है। ल छोरालाई हामीले यहाँ यसरी खाना अबलाई हामी खिचडी बनाइदिने हो। यो चाहिँ घरकै हो यो चाहिँ मटर घरकै फलेको है। हजुर ल यो त्यसको लागि स्वागत भाइलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच भाइ तपाईँको लभ एन्ड सपोर्टको लागि सम्झिदिनु भएकोमा माया गरिदिनु भएकोमा। नानी सुतिरहेको छ तपाईँहरूले देखिहाल्नु भयो। अहिले उठेपछि तपाईँहरू नानीसँग भेटाउँछु अनि एकछिनमा हाम्रो के कुराहरू पाक्छ कस्तो हुन्छ त्योहरू सबै देखाउने आजको दिनको पुरा भ्लग हुन्छ गाइस। सो किप वाचिङ डु वाच दिस भ्लग टिल द एन्ड। ओके हेर्दै गर्नु होला।